ओके यो बाटो चाहिँ बेसी जाने गाउँ बेसी गर्ने बाटो थियो यो ढुङ्गाहरू एकदम सानो सानो लाग्थ्यो आई स्टिल रिमेम्बर दिस स्लोप लाइक यो ढुङ्गा यतापट्टि अनि यहाँ टेक्ने आई टेक द फुट स्टेप ओभर हियर टेक अनदर वान जम्प लाइक दिस एन्ड देन गो टु द नेक्स्ट वान यहाँनिर कुलो कुलो बग्थ्यो पानी बग्थ्यो त्यहाँनिर त्यो कुलो थियो अहिले रहेन रहेछ यो ढुङ्गा नि याद छ आई रिमेम्बर दिस ढुङ्गा स्टोन एन्ड यो चाहिँ नयाँ रहेछ यो वाज लाइक 20 years ago ओके यो याद छ मलाई यहाँनिरको यहाँ टुक्रुक्क बसेर यसरी हेरिन्थ्यो हो पारिपट्टि हो यतापट्टि यो बाटो चाहिँ थिएन यो लास्ट 10 years अलि भएको छैन होला पहिला यहाँ के पनि थियो घरहरू खेद्ने लिटरली वाज वाइल्ड यो सिमालीको रुख यता माथिबाट नि उक्लेर जाने बाटो थियो पहिला चाहिँ यो यताबाट थियो यो नयाँ रहेछ सो लेट्स गो हियर यहाँबाट हेरौँ यहाँ एउटा सानो कटेरो जस्तो थियो अनि कटेरो अहिले रहेन रहेछ अब हिँड्दिउँ यतैतिर खेतको आली नै आली अनि खेतको डिलै डेल अब यहाँ खेत रोप्ने हुन्छ अब फ्यु विक्समा अहिले बेला भइसक्यो रहेन रहेछ भैँसीले खाने घाँस त यस्तो बाक्लो झ्यामी घाँस रहेछ यहाँनिर यहाँबाट ओर्लिदिउँ यहाँबाट तल पर त यहाँ त खेतको डिलहरू थियो अहिले त छैन रहेछ ओके अनि यहाँबाट यसरी यहाँबाट जाने बाटो थियो ओके नाउ आई रिमेम्बर यहाँबाट यता जाने अनि यताबाट अगाडि हिँड्ने यताबाट यता आउने अनि यहाँ हिँड्ने and then it goes here अब हामी भैँसी दुको हेर्न जाने भैँसी दुइराख्नु भएको रहेछ एक्जाम्पल यहाँ चाहिँ बाटो चाहिँ सजिलो छैन रहेछ जोस आयो यो चप्पल चाहिँ अलि अप्ठ्यारै हुँदो रहेछ क्या हो यहाँ तलतिर थियो अर्को एउटा यस्तरी बाटो यो राजकुलो बाटो यहाँबाट माथि घर देखिन्थ्यो त्यहाँबाट यहाँ आउन आधी घन्टा लागेछ अब यो बाँसको पात यो बाँसको पात र यहाँनिर चाहिँ एउटा खानेकुरो हुन्छ यसलाई टुसा ट्याक्कै निकाल्ने स्वाद केही हुँदैन तर सफ्ट भएको बेलामा खान पाउँदा बहुत मजा आउँथ्यो अर्को भनेको यहाँनिर अमलो पानी अमलो यहाँनिर एउटा
दुईटा तीनटा ल तीनटा रहेछ यो पखालेर खानुपर्छ अहिले पानी भेट्यो भने है ऱ्याम्पो हुने भयो कि यस्तो खाएर यहाँनिर धारो थियो एउटा खोजा धारो पनि रहेछ धारोमा यस्तो लाग्थ्यो धारो छैन रहेछ अब यो बाटो यहाँनिर जाने खुट्टा चाहिँ धुम चिप्लियो ल यति भएपछि चिप्लिनु नभएको च्याप्प लाएर सजिलो भयो नि त पुतली ओ पुतली 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 ओ पुतली 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 यो तल धान रोप्ने बेला हुँदैछ धान रोप्ने बेला हुँदैछ सबै टक्क लाएर पुरै धान रोप्ने ठाउँ रहेछ अनि यो घर त नयाँ बनाएको हो 4-5 वर्ष नै भएको छैन होला यो घरको एक्जिस्टेन्स थिएन यहाँ ठुलो जङ्गल थियो यो जङ्गलबाट क्रस हुन डर लाग्थ्यो अनि आँपको रुखहरू रहेछ यहाँ पहिला भए जस्तो लाग्थेन अब यहाँबाट अगाडि गइने गरिन्थ्यो अगाडि गइन्थ्यो यसरी यो जङ्गलमा यहाँ माथि एउटा इलेक्ट्रिक वायर थियो त्यो इलेक्ट्रिक वायर देख्दाखेरि चाहिँ ओके यो त्यति वाइल्ड छैन र यहाँ जङ्गलदेखि तलपट्टि एउटा बस्ती छ र त्यहाँ चाहिँ मान्छेहरू छन् भन्ने जस्ट होपको कारणले मात्रै पनि यो जङ्गल क्रस गर्नलाई सजिलो लाग्थ्यो यो जङ्गल थियो यहाँनिर लाइक पातले घारी थियो यहाँबाट यस्तो घारीभित्र छिरेर जानु पर्थ्यो यो चाहिँ बाटो हो होइन तर आज हामी होइन यही हो बाटो यहाँबाट यसरी जान्थ्यो पुरानो बाटो हो यो पुरानो बाटोमा यसरी जान्छ होइन हो यहीँबाट जान्थ्यो अनि यहाँबाट यसरी जान्छ अगाडि जान्छ अनि यहाँबाट यता अब त्यहाँ चाहिँ मकैबारी रहेछ कसैले धान खेत जोत्दै हुनुहुन्छ तर लेट्स मेक द फुल ट्रेस पहिलाको बाटोको चाहिँ एउटा कम्प्लिट ट्रेस बनाउँ त अनि यहाँनिर यो ढुङ्गा त अस्ति भर्खरको ढुङ्गा हो यो आई स्टिल रिमेम्बर दिस यो ढुङ्गाहरू नट यो चाहिँ पुरानो नयाँ होला नि आई डु रिमेम्बर द्याट यो पाइप थिएन यो पाइप नयाँ पाइप हो र यो कटेरो पनि थिएन होला यस्तै सानो भाइ जस्तै थिएँ म पहिला हो सानो भाइ भाइको नाम के हो हजुर निश्चल कसको छोरा को माइला मनोज पराजुली मनोज बराइली माइला कहाँ हो तिम्रो घर कहाँनिर
यता ए कहाँ हिँडेको अनि दिदीलाई लिनु कहाँबाट तपाईँ कहाँबाट आउनुभएको म माथि बजारबाट यो त क्यामेरा हो ल अलिक देख्दैन यहाँनिर खिचिरहेछ खिच्न चाहिँ हेलो म गएको ल ल ल सो भाइसँग मिठो गफ पछाडि यता हो यो भाइ यही हो बाटो म सानोमा हिँड्ने बाटो यही हो तिमी जत्रै हिँड्दा हुँदा हिँड्ने बाटो यही हो अनि त्यहाँबाट यस्तै गर्दै यतातिर आइन्थ्यो यहाँ यहाँबाट आयो यहाँ हजुरआमा बस्नुहुन्थ्यो पहाडीपट्टि यो हामीले चोरेर खान्थ्यौँ लाइक मम्मीले चोरेर खाने यहाँ बस्ने हाम्रो हजुरबा हुनुहुन्छ कि यहाँनिर हजुरबा हुनुहुन्न रहेछ है यो हँसिया पन्चरो हे भाइ गाई फुवा फुवा हुस 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 अब यहाँबाट अगाडि यहाँ मानेर माछा पोखरी रहेछ यहाँबाट यसरी जाने ठाउँ धान अलिअलि रोपिसक्नु भएको छ यहाँ पूजा गर्ने ठाउँ छ यहाँनिर एउटा झार गाडीमा यहाँ यो पातदेखि डर लाग्थ्यो किन हो थाहा छैन यो बाटो उस्तै छ अझै इट्स द सेम वान सो एउटा इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ यो ढुङ्गा माटो र जुन ठाउँ छ एक्सेप्ट ह्युमन फ्याक्टर सबै कुरा उस्तै छ यो माटो त्यही नै हो यो झार पनि त्यही छ यो बाटो त्यही छ अब यो काठ थिएन यो काठ मान्छेले बनाएको हो सो एनिथिङ ह्युमन ह्याज चेन्ज्ड अब यही टाइममा यो सिरुको पात यो झार सबै उस्तै छ यो मोटर बाटो थिएन पहिला अहिले नयाँ बनेको मोटर बाटो हो यो अनि ल बाँदर खेदाउनु पर्छ अब अस्ति 3-4 दिन भयो बाँदर खेदाउनु भएको कुकुर पनि आएछ यहाँनिर ओइ 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 अब 10 दिन जतिमा यस्तै हो नि
लानु भएको यो कहाँ लानु भएको अनि कहाँबाट लानुहुन्छ ल म तल जान्छु ल उहाँ हुनुहुन्थ्यो हाम्रो हजुरबा मामली गाउँको हजुरबा मलेसिया जानुभएको थियो होला 15-20 वर्ष अगाडि मलेसिया गएर आएर त्यस पछाडि आफ्नै खेतमा फुल अन ड्युटी हजुरबा कहाँ हुनुहुन्छ भनेर खोज्नु पऱ्यो भने ठ्याक्क लाएर घरबाट बाहिर निस्किने खेतमा आउने हो नाति कहाँ हिँडेको त कहिले आइस एक्ज्याक्टली सेम थिङ जहिले आयो भने त्यही एकदम कन्सिस्टेन्सी ओके मान्छेको कन्सिस्टेन्सीमा आई थिङ्क हजुरबा कन्सिस्टेन्ट हुनुहुँदो रहेछ हि इज भेरी प्रेडिक्टेबल अलवेज सेम द्याट्स नेचर सो नेचरको कन्सिस्टेन्सी र जब मान्छेमा कन्सिस्टेन्सी हुन्छ मान्छे अचल हुन्छ मान्छे चेन्ज हुँदैन नि द्याट्स नेचर द्याट्स ह्युमन एन्ड द्याट ह्युमन इज नेचर एन्ड वेन वी कन्सटेन्टली स्ट्राइभ न्यू थिङ्स नयाँ कुरा अनि खोजिराख्ने आफूलाई चेन्ज गर्ने आफूलाई नयाँ बनाउने द्याट्स बियोन्ड नेचर एन्ड द्याट्स वेयर रेस्टलेसनेस स्टार्ट्स त्यहाँबाट सुरु हुन्छ मनको बाढी हजुरबा ठिक छ खेती हेर्न मैले त चिनिनँ तपाईँलाई चिनिनँ तपाईँलाई कहाँको कहाँनिर ए पहिला चाहिँ कहाँ थियो महाकालु ए महाकालुबाट आउनु भएको हो त खसीसँगै काटेर बरबार खाने मै हो नि त ए अनि कहिले आएँ म आएको हलुड हो गोरु हलुड यो हलुड कसरी बनाउँछ भैँसीको छाला होइन त भैँसीको छाला हो नि पनि जान्छ अनि यो हजुर अनि 100 पानी यहाँ गाँठो पारेर बाटेर भइहाल्छ म राईले जिताउँछु यो गर्बे नि यो छुट्टै नभएको यहाँ कसिने पनि बनाउँछु ए छाला भेटेमा कामका लागि त बनाउनु पर्यो नि त पर्यो नि के बोक्नु भएको छ त्यो लुगामा नि छ नि पस छ सुर्ती छ सबै थोक छ ए मार्बल छ मार्बल छ मार्बल भनेको मैले हौ बोल्ने फोन ए फोन मोबाइल ए कोही बेला केटाकेटीसँग बोल्नुपर्छ केटाकेटी कहाँ छन् छोरी माङत्यामा छ एउटी बेलबारीमा छ ए एउटा साउदीतिर छ एउटा काठमाडौँतिर छ ए तीनजना सबतिर यहाँ मसँग साथी यही मात्रै कान्छो छोरा कति वर्ष भयो भाइ 14 वर्ष जति 14 वर्ष लाग्यो होला अब 15 अब यो डेढ दिन 15 लाग्यो म 4-5 दिन भयो अनि पोरपार खसी काटेर मजाले खाएर बसिरहेको थियो पोरा थियो त हामी तल कुकुर कुदाएको हो होइन तिमी थिएन त्यसो भए अरू नै कोही थियो होला देखाएको थियो ललित बाबु ए यहाँ त पहिला धान रोपिसक्नु भएछ है मेरो यहाँ अब यता हिलिएर अहिले आउँदैछु अब यता मकैबारी भोलि रोपेँ अनि यहाँको मकैबारी यो अगुवा मकैबारी हो ए मेरो नानी ए ठिक छ त कहाँ बिहा गरे हौ नानी बिहा गरेर छैन है बिहा गरेर छैन बिहा बहिनीले काठमाडौँमा बिहा गरे सो बिहाको कुरा सुनिसके पछाडि म झस्किएर अगाडि बढेँ बिहाको कुरा नगरौँ भनेर सरी हजुरबा अब यताबाट हिँडौँ यो पनि बाटै थियो यहाँ पनि बाटै थियो यहीँबाट चाहिँ होइन उताबाट छिर्ने हो आज यहाँबाट गइदिउँ न त
ए फुल रहेछ मैले भाँचिदिएँ फुल त भाँच्नु हुन्थेन यो आली पो लिलो छ कि ए यहाँबाट बाटो रहेन रहेछ त्यो भएकोले हामी यताबाट जाउँ यहाँबाट छिर्दिउँ ल लिलो लुलो हाली भत्कायो भन्लान् ए खासमा बाटो त यताबाट रहेछ नि त पहिला पनि यस्तै गरेर हाम फालिन्थ्यो अहिले पनि हामी यस्तै गरेर हाम फालिन्छ मकैबारी कुदिन्छ हो है छोरा रहेछ त्यहाँ यहाँ हामी आँची गर्न आइन्थ्यो टोइलेट हुन्थेन त के गर्ने अब इट्स फ्याक्ट यस्तो यस्तो कुनातिर ठ्याक्क जाने बस्ने पानीले सफा गर्ने बालुवाले हात धुने कटु लाउने कुद्ने द्याट वाज फन ओ दाइ के बनाउनु भएको हो बरेङ बनाएको हे अनि कता लाग्छ म यहाँ तलतिर त्यति चाहिँ बोकियो हजुर 52 किलो तपाईँ अनि सामान बोक्ने 80 सम्म हैत्तेरिका कति अग्लो हुनुहुन्छ कति फिट हुनुहुन्छ 4.11 हैत्तेरिका अनि यो भर्याङ माथि उक्लिन बनाउनु भएको यहीँ बस्नुहुन्छ तपाईँ ए मकै रहेछ नि यहाँ टन्नै मकै धान रोप्नु पर्यो धान रोप्नु पर्यो म त यहाँनिर 20 वर्ष अगाडि यही बाटो हिँड्थेँ नि त यहाँबाट हिँड्थेँ यो त थिएन यतापट्टि यो थिएन हैन टोइलेट रहेछ यहाँ ओहो तिमी टोइलेटबाट निस्केको टोइलेट गएर मैले डिस्टर्ब गरेँ तिमीलाई आमा के हो तिम्रो नाम ढुङ्गा खेलाइ छ भनेपछि अब एउटा बनायो हुन्छ कि एउटा र माथि हाले हुन्छ कि बिचमा पनि हाल्नुपर्छ यो बिचमा एउटा ए अनि धान्छ मजाले मलाई पनि थाम्छ यसले थाम्नु पर्ने त है अब तपाईँ नै थामेन भने बनाएको के तपाईँ जतिको तपाईँ नै चाहिँ होइन अब तपाईँ जतिको अब थाम्नु पर्यो अब यो माथिबाट यसो काला माथि तल माथि यसो यो मकै बोकेर हाल्नलाई सुकाउनलाई काला माथि ए ल राम्रोसँग गर्नु है त ए ल हस् तपाईँलाई ल म त यसो पहिलाको ठाउँ हेर्दै हिँडेको कि यहाँ कुखुरा रहेछ स्यालले जोगाउन होला होइन स्यालबाट जोगाउनला होला हजुर यहाँ त हामी बुरुक बुरुक उफ्रिँदै कुद्दै हिँड्थ्यो नि त अब आयो हाम्रो खेतमा यो मकै हो कि के हो यो ढुङ्गा पनि याद छ ओहो यहाँनिर अर्को मकैबारी हाम्रो ड्याङ आज मकैबारीमा यस्तो कुदिन्छ कि मकैबारीमा अनि यहाँनिर यस्तो छ अनि यतापट्टि हाम्रो बहिनी रहेछ बहिनी के छ हौ तिमीले चिन्यौ मलाई चिनेन अस्तिको पालि आउँदाखेरि चिनेको थियो होला
नेवारो पाकेको छ कि छैन त ए हुँदैन हुँदैन वाट कहाँ ढुङ्गाले हानेको फट बिचरा के गर्यो आमाले आमा हो आमा हो कि दिदी हो आमा हो कि दिदी हो दिदी ऊ चाहिँ दिदी अनि तपाईँ चाहिँ अनि ढुङ्गा बोकेर के हो त यस्तो है तेरिका कुट्नु हुँदैन है बिचरा यो मिठो हुन्छ यो अरे सुँगुरलाई मान्छेले खाँदा पनि मिठो हुन्छ यो समाउ त बहिनी ठाडो बनाऊ ल ठाडो बनाऊ ल आफूलाई पनि देखाऊ है के पारिरहनु भएको छ यहाँ चाहिँ के गरिरहनु भएको छ खिचिरहेछ ला मेरो नि आइहाल्छ तिम्रो नि आइरहेछ त कस्तो के भयो त अर्को यो बहिनीलाई त मैले देखाएको थिएँ पहिला सानो बहिनीलाई ए तपाईँ मैले चिने उनलाई त चिनी अघि नै चिनेको ए तपाईँलाई नै चिने नि मैले कहिले देखाएको थियौ होइन देखेको चाहिँ थिएन अहिले चिने क्या ए थाहा पनि थिएन चिनेको नि थिएन अहिले चाहिँ थाहा पाएँ पहिला आएको थियो नि त नि पहिला आएको थियो मकै पुरै मनिका दिदीको फोटो खिचिदिएको राम्रो फोटो खिचिदिएको थियो मनिका दिदीको के हो त्यो ट्र्याक्टर खेत जोत्ने ट्र्याक्टर ए राम्रो देखियो होला तिमीलाई यसमा यहाँ केही भइरहेको भिडियो नै भइरहेको छैन नि यहाँ केही भइरहेको छैन खिचिरहेको छ कि ल अब यस्तो गरौँ है त ल ल त मसँग आउनु त ल यता ल ल हाई फाइभ गरौँ ल हाई फाइभ बिग्रेछ नि त ए यो चाहिँ मिठो हुन्छ र बारुले चाहिँ ल तिमीलाई अर्को पनि आइछ कति धेरै होइन ल समाउ है तिमी खान्छौ समाउँछ समाउ नि त ल समाउ उता अलि यता आऊ त सक्दिनँ छोडिदेऊ अब झरिहाल्यो ल जाउँ मेरो खेत हेर्न जाउँ तल आऊ जाउँ ल ल सुन तल कहाँ कहाँ हुन्छ सबतिर अब अब यता देखाउ त मैले जान्छु ल देखाउ त मैले जान्छु तिमीहरूले माम खाएकै छैन मैले खाइसकेँ माम त खाइसकेँ मैले पनि माम खाइसकेँ हाम फल्ने आइसक्नु ओहो टेङ यो भन्दा माथि पुग्छु म अब म जान्छु ल मैले जाने माम खाइसकेँ मैले पनि ल आऊ जाउँ अब देख्नु पर्खे ए पर्खे साललाई मैले नाम पनि खाइसकेँ मैले खाइदिनु भाइ 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 कसले भात खाएको छैन
ल भात खाऊ तिमीले भात खाऊ भने जानुपर्छ बाहिर महिना डुलेछ बल्ल बल्ल हिजो ल्याएको मैले कहाँबाट सिमले चौकतिर पो बाँच्नु गएछ पनि कानको धामाइकोमा बल्ल बल्ल ल्याएको अस्ति पनि दोस्रोले कराउँदै थियो अब भोलि पर्सि चराएर मैले त दिन्छ भन्दै थियो खाप्पा आर्मी जस्तै देख्यो तपाईँ त के अरे आर्मी जस्तै देख्यो तपाईँ त कहाँको माथिको ए ल जमाऊ ल आऊ को जाने हो ल सबै आऊ होइन होइन थोत्रो हेर्नु हुँदैन ल एउटा आयो अर्को आयो अर्को ल आऊ तिमी पनि आऊ तिमी यो समाउने ल आऊ समाउ ल समाउँदै कुद्दै आउने मैले ड्रोनबाट नि खिच्छु भिडियो ड्रोन नि छ ड्रोन छ बाउले कराउनु अगाडि नै पार्नु कि पछाडि क्यामेरा तिमी यहाँ बिचमा यहाँनिर बस्छ दुईटा पछाडि दुईजना पछाडि अनि तिमी यहाँनिर आऊ तिमी चाहिँ यहाँ आऊ अर्को ठुलो खेल्छ हो त्यहाँ आइरहेछ हो अब हामी कुद्नु जाने ल सबजना कुद्ने ल कस्तो अर्को उता हो ए यो भाइ पनि रहेछ यहाँनिर भाइ पनि ठुलो भाइ छ दिदी पनि यही रहेछ नमस्ते नमस्ते 4 दिन भयो नमस्ते भाषा नै बेला भाषा रहेछ होइन हामी त्यो कुद्न हिँडेको अब तलतिर के छ हजुर आज बेसी हेर्नु मन लागेर आएको के पकाउनु भयो त भात होइन खानु मैले एकछिनमा खान्छु एकछिनमा कहिले आउनु भएको थियो त म 3-4 दिन भयो ल यहाँबाट जाउँ अब ल को जान्छ मसँग ल आऊ ल ग्याङ्स्टरहरू जाऊ जाऊ यता गर्दा गर्दा हाई गाइस म चाहिँ दाजुको आऊ तिमी पनि बिगेस्ट फ्यान आऊ तिमी पनि आऊ भाइलाई भनेको ओइ यिनीहरूलाई पठाउन सपना बस्न त ल आऊ जानु अरे जाने हो ओइ ओइ छिटो आइज कस्तो दामी देख्दो रहेछ हौ खेतहरू त रोपेको त झन् दामी देख्छ वाणी भाइ नै आयो अब ड्रोन खिच्ने ल ड्रोन खिच्ने ल अब ड्रोन खिचेर चाहिँ हामी सबजना कुद्नुपर्छ ल ड्रोन चाहिँ कता कता कुद्छ ल तिमी समाऊ ल अर्कै कलरको हो त कस्तो देख्नु थाल्यो दाइ ओइ त्यस्तो देख्नु थाल्यो अर्कै कलरको हो त ओइ हामीलाई त्यस्तो देख्नु अलिक उभो जाँदैन माथि योभन्दा माथि जाँदैन यति हो ल आऊ ल अर्कै कलरको देखेँ त यहाँ दाजु अर्कै कलरको देखेँ त यहाँ यस्तै हो ठिक छ अघि त थिएन त यस्तो ए है मलाई समात्नु
गएको अघिदेखि ए कसरी हो यो गर्ने छोड न छोड म अहिले तँलाई अहिले समात्न दिन्छु क्या तर आइज न सुरु ओ सूर्य नजाने अहिले खा इ एकैछिनमा यो आइहाल्नु क्या हामी आइज न 5 मिनेटमा आइपुग्छ 5-7 मिनेट ल अब यता जाने मोबाइलबाट लाग्छ त्यतै आउँछ एकजना खुट्टी लाडे Oh my god! आओ सबैजना आओ नजिकै आओ Nej. आलेमा नि रोपिन्छ सानो मान्छेहरू अगाडि हिँड ल अगाडि हिँड अब हामी यहाँबाट फेरि कुदेर तल जाने ल तल रोटे रोड ल ल सब कुरा तिमी पनि कुरा खेल्नु म समाइदिन्छु Nej, nu är jag samma tror. Ayo. अहिले भर्खरै अब हामी पछाडिबाट खिच्ने ल अब सबैजना सँगै कुद्ने ल अगाडि अगाडि कता हाल्नै
युट्युबमा ल पछाडिबाट ल युट्युबबाट ल होइन मेरो चाहिँ नहाल्नु ल ल ल अगाडि कुदा ल कुदा कुदा ल ल लायो सर ब्याट्री छैन ब्याट्री सक्यो अब अर्को ब्याट्री चेन्ज गर्नुपर्छ यहाँ पनि ब्याट्री सक्ने राख्यो हो है यसलाई पनि बन्द गरिदिउँ म यसलाई समय राख बन्द